खगेन्द्र सुनवार, तपाईँले चिन्नु नै हुन्छ। हिजो दलितको मुद्दा उठाउँथ्यो अनि कुकुर बानी साङ्गलीले शरीरमा बाँधेर माइती गएर मण्डेलामा बस्थ्यो। त्यो बस्ने सिलसिलामा ऊ के फेमस भयो। त्यसपछि उसलाई राजसभा पार्टीले टिकट दियो र चुनावमा गयो, चुनाव जित्यो र देशको संसद बनेर आयो। ठिक छ, जितेर आयो। हामीले पनि सोचेका थियौँ यो मान्छे बोल्न सक्छ र देशको बारेमा केही काम गर्छ, पीडितको बारेमा काम गर्छ र दलितको मुद्दा र दलितको बारेमा काम गर्छ भन्ने सोचेका थियौँ। तर उल्टो, जे पायो त्यही बोल्दै हिँड्छ। कहिले आइजिपीलाई घिसार्छु भन्छ त, कहिले आइजिपीलाई अगाडि राखेर तैँले 3 करोड भ्रष्टाचार गरिस्, तैँले आजै राजीनामा दे, भोलि राजीनामा दे भनेर एउटा संस्थाको विच्छेद गर्छ। हामीलाई थाहा छ नि 23 र 24 को आन्दोलनमा, जेनजी आन्दोलनमा नेपाली जनताले पुलिस नहुँदाको पीडा भोग्नु परेको हामीलाई अवगतै छ। तर यस्तो व्यक्तिहरूबाट सचेत रहनुपर्छ। यो व्यक्तिलाई, यो खगेन्द्र सुनार भन्ने व्यक्तिलाई राजसभाले कारबाही गर्छ गर्दैन त्यो पार्टीको आन्तरिक कुरा हो, हामीलाई त्यसमा मतलब भएन। तर भन्नुपर्दा चाहिँ राजसभालाई यस्तै व्यक्तिहरू चाहिएको छ र यस्तै व्यक्तिहरू छन् राजसभाभित्र। कोही सिंह छैन, सिंह दरबार किन राख्नु पर्यो भन्दै अभिव्यक्ति दिँदै हिँड्छन्। एकजना जुल्फे दाई, मैले चाहिँ जुल्फे दाई भन्छु होइन। ए भगवान, नेपाली जनताहरूले ग्यास नपाएर लाइन बस्नुपर्छ, रातभरि लाइन छ, दिनभरि लाइन छ, कृषकले मल नपाएर लाइन छ, समस्या समाधान कसरी गर्ने भने त्यसको बारेमा यो पार्टीले सोच्दैन। यो पार्टीले केवल सोच्छ त संसदभित्र पनि त्यही एउटा आवाज छ, 35 वर्ष देश लुटिस, 35 वर्ष देश सकिस र 35 वर्ष तिमीहरूले के गर्यो। र बाहिर आएर मिडियासँग पनि त्यही बोल्छ कि 35 वर्ष यिनीहरूले देश सिद्धाए र 35 वर्ष तिमीहरूले के गर्यो। यिनीहरूको एउटै आवाज यही नै छ, तर देश बनाउने भिजन भने केही पनि छैन। त्यसैले गर्दा साथीहरू, अब चाहिँ युवाहरूले अलिकति सोच्नुपर्ने अवस्था आइसकेको छ। तर पनि टाइम छ, तर हामीले सचेत गराउनुपर्छ र हामीलाई विश्वास छ बालेन शाहले देश बनाउँछ र विश्वास गर्नु नै पर्छ।